हाई गाइज, यो मेरो 30 डे च्यालेन्जको डे 8। यदि तपाईहरु यहाँ नयाँ हुनुहुन्छ भने मलाई सपोर्ट गर्न सक्नुहुन्छ। सधैँ चाहिँ आज पनि म बिहानै 5 बजे उठेर मर्निङ वाकको लागि रेडी हुन थाले। रेडी भइसकेपछि कुनै पनि समय खेर नफाली म दौड्न सुरु गरिहाले। मेरो टार्गेट भनेको 3 किलोमिटर रनिङ गर्नु थियो। मैले 3 किलोमिटर रनिङ सकेपछि घरमा आएर छोटो छोटो एक्सरसाइजहरु सकेपछि मलाई पुशअप गर्ने मन लाग्यो अनि मैले पुशअप पनि सुरु गरे। 8 चोटी पुशअप गर्दा त यति मजाले थाके नि गाइज, लास्टै भने। एकछिन रेस्ट लिएपछि मैले फर्स्टमा ब्रस गरे अनि फ्रेश पनि भए। मैले लाइसेन्सको लागि फर्म भरेको थिएँ, जसले गर्दा आज चाहिँ मेरो बायोमेट्रिक परेकोले म चाहिँ आज जानुपर्ने भयो धनगढी यातायात कार्यालय पुगेपछि मैले साइडमा बाइक पार्क गरे। बाइक पार्क गरेपछि म सिधै गए ड्राइभिङ लाइसेन्स डिपार्टमेन्ट अफिसमा। म त्यहाँ 10 बजे पुगिसकेको थिएँ, त्यही पनि अलिअलि भने भिडभाड चाहिँ थियो। मैले भने नागरिकताको फोटोकपी नै गरेको थिएन, जसले गर्दा फेरि बाहिर गएर फोटोकपी गर्नुपर्ने भयो। फोटोकपी गरेर ल्याएर मैले त्यहाँ अफिसमा बुझाए। अन्तिम काम भनेको अब राजस्व बुझाउनु थियो। मैले त्यहाँ 500 राजस्व तिरेर अनि ट्रायल चाहिँ कहिले पर्छ भनेर सोधे। केमा आउँछ त्यो? त्यसमा आउँछ नि लगभग कति मन्थ, 1 मन्थ पछि त आइहाल्छ होला नि ट्र्याक्टरको। ए ल हुन्छ। मेरो काम यातायात कार्यालयमा सकिएपछि म घरतिर रिटर्न भए। आजको मिनी ब्लग यति नै। अर्को भिडियोमा भेटौँला। बाइ बाइ गाइज।